यो बुढेसकाल लासी अनेक 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 भाउ त लाउँछ भन्नुहुन्थ्यो कि मम्मीहरूले साँच्ची हो जस्तो लाग्यो मलाई यो हुँदा खाँदाको मेरो कपाल मलाई स्ट्रेट गर्न मन लाएर म गएँ। अहिले फेरि अफर पनि चलाएर चाहिँ यो न्यु इयरको उसमा त्यही भएर यो काठमाडौँ मलमा गयौँ। यहाँ बहिनी नुहाइदिँदैछन्, म यहाँ खुसी भएर गर्दैछु। मजै आउँदो रहेछ अर्काले नुहाइदिँदा चाहिँ। म के गर्छु कसरी गर्छु म तपाईँलाई देखाउँछु ल। ऊ यहाँ नुहाएर आएर यहाँ म चाहिँ अनि कपाल सुकाउँदैछु। सुकाउन चाहिँ राम्री बन भनेर गएको, बाँदर मुखे भएर आएँ आउन चाहिँ। तर अरूले चाहिँ राम्रै देखिया भन्दा खुसी नै लाग्ने, पैसा टन्नै खर्च गरेर नि त। फेरि आएर आउँदा ढिला भयो, आउँदा बुढासँग झडा परेर उइताल धन्न लुसालुस भएर स्ट्रेट गरेर कपाल बिग्रियो। खोकी लगाइरहेको छ, यो भोइस ओभर चाहिँ पछि गरेको कि मैले। यहाँ बहिनीले त्यो क्रिम लगाइदिएर कस्तो चिलाउँदो रहेछ नि आमामा त्यो क्रिमले फेरि। सरी, यहाँ कुर्दैछु। हामी चाहिँ घरबेट दिदी अनि हाम्रो मेरो अमाज दिदी म भएर गएको थियौँ क्या। यहाँ दिदी टाउकोमा सिरपेस लाएर पाउनु भयो, म यहाँ दिदीलाई जिस्काउँदैछु। अनि हो कस्तो डिस्टर्ब आएको यहाँ तलबाट माछा पसल्छ कि ल। एउटा मन्त्री दिनु पर्यो हाम्रो दिदीलाई। म त यस्तै हो कि जहाँ गएँ नि म एकदम रमाइलो गर्नुपर्छ मलाई। एकदम म चिल पाराको मान्छे हो। हाम्रो घरबेटी दिदी हो रेनु दिदी। यो म कपाल स्ट्रेट गर्नलाई मलाई रेनु दिदी लास्टै कन्भिन्स गर्नुभयो। त्यही भएर थ्याङ्क यू सो मच रेनु दिदी, यति राम्ररी बनाइदिनु भयो मलाई। मैले यहाँ भोइस ओभर गरेको सुनेर मेरो बुढा यहाँ मुसु 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 हाँसिरहनु भएको साइडमा। यति त दुख्दो रहेछ नि साथीहरू यो कपाल तान्दा मिरियामा। दुईतिरबाट दुईटाले तान्दाखेरि म त किन आएछु नि जिन्दगीमा यो कपाल स्ट्रेट गर्न भनेर। यो नानो प्लास्टी या बोटक्स गरेको मैले। राम्रो आँखाबाट तरक्कै आँसु सत्य राम्रो। म त आधा गरेपछि त भागम जस्तो भएको थियो मलाई त कसम ल। त्यो झन् रामनवमीको दिन थियो, व्रत परेको त्यो दिन मिरियामा रिङ्गाटा लाएर मलाई त किन गरेछु नि जिन्दगीमा। मैले अब गर्दा नि गर्दिनँ भयो, मेरो रहर पनि पुग्यो। जिन्दगीमा एकचोटि गर्न मन थियो, मैले गरेँ भयो। म त गरेँ भाउ। यो गरेर यहाँ अनि कपाल सपाल हेरेँ क्या अरे। अनि मैले यहाँ फेरि बहिनीले नुहाइदिँदैछन् मलाई चिसो पानीले नुहाएर रुवा लाएर। त्यो रुवा मलाई अहिलेसम्म सन्चो भएन, एक हप्ता भयो अहिलेसम्म त्यो रुवा सन्चो भएन। अब चाहिँ यहाँ सुकाउँदैछन्। अब यहाँ फाइनल टचअप हो कि के चप गर्न लागेछन् बहिनीले। अनि के तान्तुन रोल राल पारेर राम्री त हुन त गयो। राम्री हुन त साह्रै दुःख रहेछ जिन्दगी, सबभन्दा दुःख रहेछ। मैले अस्ति नै पढ्न दुःख हुन्छ भन्थेँ होइन, राम्री बहुतै दुःख रहेछ यार। यो अर्काले तानेर हिमा चिटिक्क त परेँ। लास्टमा त मलाई खुसी नै लाग्यो राम्रै देखियो भनेर। अब एक दुईवटा फोटो पनि खिच्नु पऱ्यो। ओके बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी भ्लग। तपाईँ के हेर्नु मलाई बोर लक्क पारेर।